Hello guys, namaste, welcome back to my channel. After so long time चाहिँ म चाहिँ vlog बनाउन गइरहेको छु. सो आज चाहिँ जुन महिनाको चाहिँ कति 22 तारिक छ अनि त्यसपछि हाम्रो सन्डे रहेको छ निचियोपी. सो एसुमीमा चाहिँ वाइ नट त भनेर हामी चाहिँ थोरै रिफ्रेसमेन्टको लागि बाहिर जाँदैछौँ. बिन्दु सान र म. अनि बिन्दु सान चाहिँ अब उता आइसकेको छ, स्टेसनमा भेट्नुपर्छ. दुईजना मात्र जाँदैछौँ. ऊ चाहिँ कान्डाबाट आएको छ भने म चाहिँ यहाँ कुखुरा मिनामीबाट छु. सो दिदी र अरू दुईजना साथीहरू चाहिँ मान्नु भएन जानलाई. उहाँहरू चाहिँ रेस्ट गर्नुहुन्छ. सो हामी दुईजना मात्र भए पनि रमाइलो गरौँ भनेर चाहिँ जान लागिरहेको छ. कता कता जान्छौँ र के गर्नेछौँ देखाउने नै छु. सो किप अन वाचिङ. मेरो चाहिँ ओटिटी चाहिँ यस्तो छ. स्कर्ट, हिल, ब्याग, सर्ट्स, इयरिङ. हिँड्ने ठाउँमा यो चाहिँ एकै ठाउँमा एकै आएपछि सबै एकै स्टेसन. घरबाट चाहिँ 15-20 मिनट जति हिँड्नुपर्छ यो एकै आउनुलाई. हाम्रो घर नजिकको 15 मिनट चाहिँ हिँड्नुपर्छ. साइकलमा आयो हुन्थ्यो क्या. अब आउनु हुँदैन जति साइकल चलाइराखेको छ भने. अनि आज मैले चाहिँ लगाएको नेपालबाट लिएर आएको लगाएकै थिएँ. एकचोटि तिहारमा लगाएको थिएँ क्या. आज जस्तो लगाएको स्कोपमा यस्तो गाह्रो भइरहेको छ हिँड्दाखेरि. झन् धेरै पछि लगाएर भने पानी गइसकेको छ. यहाँ त जान्छु अनि लगाउनु पानी गइसकेको छ. सो गाह्रो भइरहेको छ. धाउन आइसक्यो होला सायद. थाइमा लिएको इयरिङ, थाइमा लिएको इयरिङ, थाइमा लिएको यो पनि धेरै थाइ नै छ अहिले.
लामो लाग्दो रहेछ कि वा आयो हेर्नु साथीहरू है होइन केबल कार आइयो पानी परेर त धन्न जुटा लाइनौँ भन न दुईटा रहेछ क्या नदी खाइ गर्नुपर्ने रहेछ कि माथि के कस्तो लागिरहेछ बिन्दु रमाइलो झरीमा नयाँ एक्सपिरियन्स है विथ केबल कार जापानको डेन्जर वाला पानी परेर कोही छैन कस्टमा हामी दुईजना मात्रै छौँ कस्तो एहसासी ल यो रहेछ है यो केबल कार डेन्जरवाला केबल कार देखाउने वाला छु हामी 2名様です。はい。ल नरिखाए है केबल कार नरिखाए यहीँ कुरेर बस्दो रहेछ तेरो साइले अब योमा चढ्दै यहाँबाट बस्दा सिन देखिन्छ हामी दुईजना मात्रै रहेछ बिर्सिन रे हामी तल 到着時揺れますので、ドアが開くまで席をお立ちになりませんようにお願いいたします。はい、ありがとうございます。Okay, yes. जाम्न सबै वाउ हेर्नुहोस् पानी नि कस्तो रोकियो हेर नि ठिक्क भएको मौसम शीतलन भइदियो सिटी वाउ नेक्स्ट टाइम बुढा लिएर आउने
ल हेर्नुस् गीता केउसुको सिन अनि कस्तो दामी छ ल हाई बिन्दु You miss your boyfriend right now? धेरै धेरै मिस गरेको छु लाउ छिटो यहाँ बस्न मेरो मायालु फ्युचर हस्बेन्ड अझै यो घाम लागेको मौसम भए कस्तो मजाले खुल्थ्यो तर हामीलाई गर्मी चाहिँ हुन्थ्यो यहाँको गर्मी तराईको भन्दा बबाल छ त्यही भएर तल जाने त तल नजाने चढेर आउने गाह्रो यताबाट नै आउँदो रहेछ क्या यो ठाउँमा केबल कार्ड नचढिकन है मेबी नजाऊँ भयो धेरै उता त पानी परेर गयो यस्तो रमाइलो शीतल भयो त्यस घाम भएर गाह्रो हुन्छ अब यो टावर जान्छौँ हामी त्यो टावरमा खिचेर बस्यौँ अब यो ठाउँलाई के भन्छ यार पिस नि कस्तो मलाई चाहिँ पोखराको भाइसाइरहेको छ कि त्यो ठ्याक्क पहाडमा त्यसमाथि गएर सनकोटतिर अनि त्यो पुग्ने कोटतिर जसमाथि टपमा के भ्यूहरू हेर्ने ठाउँमा गए जस्तै गरेर हेर्ने ठाउँ रहेछ कस्तो राम्रो नेपालमै छु जस्तो लाग्यो आई मिस नेपाल यसरी जाने पढ्ने ठाउँ खोज्दैछौँ हामी चाहिँ हेर त पुरै बादलले ढाक्यो ए भ्याइसक्यो के हो अब ए डन्ट मिस रहेछ नि त कति बजे भन्यो ल हेर्नुहोस् भर्खर देखेको भ्यू पुरै Oh my god, what is this? भर्खर दे धन्न भ्यू हेर्नु पाइयो है पिन्नु वा सो लक्की यस्तो भयो हेर्नु त एकैछिनमा पुरै सहर ढाक्यो बादलले 2 बजे हामी चाहिँ लाइनमा छौँ यस्तो बादल आउँदा पनि चल्दो रहेछ हिँड न No view. No view. कुट्टा दियो त्यस्तो अब राइतमा हुँदो रहेछ ल हामी सिधै उडाएर जाँदैछौँ सिधै उडाएर त्यस्तो त हुँदो रहेछ फ्रन्ट डोर भ्यूदेखि अलिअलि
देखाउनलाई त्यो दुईटा आउनै पर्नेवाला रहेछ कि हामी यता राख्छौँ यतै जो चाहिँ हो यो ठ्याक्क ब्यालेन्स मिलाएर तलमाथि गर्दो रहेछ जस्तो लाग्छ है ठ्याक्कै कसरी आउँछ हेर न खिच्छ कि जस्तो पहिला भिडियो हेरेको भएर नडराएको नत्र त हेर न चाहिँ हात पाहा लगाउनु कता जाने बल्ल सिम पनि बुझाएर हुने आएन हाम्रो ट्रिप भ्याइयो बाई बाई यो ठाउँलाई बाई बाई अझै हामी कहाँ जान्छौँ के थाहा भोक लाखा खानु पऱ्यो होइन एकदम भ्याइ 3 बजे बल्ल हामी चाहिँ हाय बिन्दु आजको दिन कस्तो हुँदैछ एकदमै रमाइलो है साथीहरू हामी चाहिँ म्याकडोनल्ड्स नै छौँ लोकेसन बिना चाहिँ लाइफको जापानको लाइफ चाहिँ विकासै छ हामी म्याकडोनल्ड्स जाँदैछौँ सिधै राम्रो ठाउँ छ हाम्रो म्याक्स अर्डर भयो यो चिसै हुँदो रहेछ के फाल्ने किन ध्यान राखिदिनु आजको दिन चाहिँ एकदम रमाइलो भयो अहिले चाहिँ 5:30 भइसकेको छ चाहिँ घरको नजिक आइसकेको छु हिँड्दैछु एकैपल्ट जानेर सो आजको लागि यति नै भयो थ्याङ्क यू सो मच फर दिस वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक